नमस्कार गाइज, वेलकम टु गोर्खाल्यान्ड जापान। आजको यो भिडियोमा म एकदम क्लियर कुरा गर्न लागेको छु। मैले जापानिज आईटी कम्पनीबाट जब अफर लेटर नाइते कसरी पाएँ। यो मोटिभेसन भिडियो होइन, यो कहानी मात्रै पनि होइन, यो प्रोसेस भिडियो हो। यदि तपाईँ जापानमा हुनुहुन्छ, आईटी जब खोज्दै हुनुहुन्छ अनि स्पेसल्ली यदि तपाईँ 2026 मार्चमा ग्रेजुएट हुँदै हुनुहुन्छ र अप्रिलसम्म कम्पनी फिक्स गर्नुपर्ने प्रेसरमा हुनुहुन्छ, यो भिडियो लास्टसम्म हेर्नुहोस्, किनकि यो कुनै र्यान्डम लकको कुरा होइन। सबैभन्दा पहिला माइन्डसेट क्लियर हुनुपर्छ। जापानिज आईटी कम्पनीले पर्फेक्ट स्टुडेन्ट खोज्दैन। उनीहरूले हेर्ने कुरा एटिट्युड कस्तो छ, सिक्न विलिङ छ कि छैन, कम्पनीसँग ग्रो गर्न सक्छ कि सक्दैन। मैले यो कुरा जब हन्टको दौरान बुझेँ। म सेनमन स्कुलमा आईटी पढ्दै थिएँ। क्लासमा पढेको कुरा मात्रैमा बसिनँ। स्कुल बाहिर सिम्पल वेब सिस्टम बनाउने, डेटाबेस युज गर्ने, PHP बेसिक जाभास्क्रिप्ट प्र्याक्टिस, प्रोजेक्ट पर्फेक्ट चाहिँ थिएन, तर इन्टरभ्यूमा म सिरियसली सिकिरहेको छु भनेर देखिन सक्थ्यो। सुरुमा मैले माइनाबी, लिङ्क्डइन जस्ता अनलाइन साइटबाट पनि अप्लाई गरेँ, तर अनेस्टली भन्दा रिस्पोन्स धेरै कम आयो। पछि बुझेको कुरा चाहिँ सेनमन स्कुलको कम्पनी सेमिनार रुट धेरै स्ट्रङ रहेछ। कम्पनीले स्कुललाई ट्रस्ट गर्छ, टिचरको रिकमेन्डेसनलाई भ्यालु गर्छ। यो पोइन्टले मेरो सिलेक्सन चान्स बढायो। मैले टिचरसँग ओपन कुरा गरेँ, म आईटी कम्पनीमा काम गर्न चाहन्छु भनेर क्लियरली भने। टिचरले कम्पनी सेमिनार सजेस्ट गर्नुभयो, इन्ट्री सिटमा पनि गाइड गर्नुभयो। इन्टरभ्यू सुरु हुँदा चाहिँ धेरै कम्पनीमा जिको सेउखाइबाट स्टार्ट हुन्छ अनि क्वेसन सुरु हुन्छ। सब इन्टरभ्यू स्टाइल सेम हुँदैन। कति कम्पनीमा Q&A तरिकाले हुन्छ भने कति कम्पनीमा चाहिँ क्याजुअल कन्भर्सेसन हुन्छ। मैले फोकस गरेको कुरा पर्फेक्ट जापानिज होइन, क्लियर इन्टेन्सन हो। इन्टरभ्यू सकेपछि एक दिन मेल आयो। मेल ओपन गर्दा जब अफर लेटर अप्रुभड भनेर लेखेको देखेँ। त्यो मुमेन्टमा एकैचोटि सब कुरा बुझेँ, गिभअप नगरेको भ्यालु रहेछ। म सिलेक्ट भएको रिजन स्किल टप लेभल भएर होइन, जापानिज ल्याङ्ग्वेज पर्फेक्ट भएर पनि होइन, कन्सिस्टेन्ट एफर्ट, टिचर प्लस सेमिनार रुट, प्रोसेसमा भरोसा। यदि तपाईँ 2026 को मार्च ग्रेजुएट हो अनि अझैसम्म जब अफर छैन, प्लिज प्यानिक नगर्नुहोस्। मैले पनि 10 भन्दा धेरै कम्पनीमा इन्टरभ्यू दिएँ। कहिले फर्स्ट राउन्डमै रिजेक्ट, कहिले फाइनलसम्म गएर पनि नेगेटिभ रिस्पोन्स। त्यो फेज मेन्टली धेरै टफ थियो। त्यही बेला मेरो रुममेटले धेरै सपोर्ट गरे। इन्टरभ्यू प्र्याक्टिसदेखि लिएर एन्सर्स कसरी बेटर बनाउने, जापानिज कसरी नेचुरल बोल्ने, सबै कुरामा हेल्प गरे। मोटिभेसन डाउन हुँदा अझै ट्राई गर, तैँले सक्छस् भनेर पुस गरे। अनेस्टली यो फेज एक्लै पार गर्न धेरै गाह्रो हुन्थ्यो। त्यसपछि मैले हरेक इन्टरभ्यूलाई लर्निङ जस्तो लिन थालेँ। रिजेक्ट भयो भने किन भयो भनेर सोच्ने, नेक्स्ट इन्टरभ्यूमा त्यही कुरा सुधार गर्ने। पर्फेक्ट हुन खोजिनँ, तर अलि राम्रो हुँदै जाने ट्राई गरेँ। त्यसपछि केही समयपछि एक दिन एउटा मेल आयो। मेल पढ्दा अब धेरै एक्सप्लेनेसन चाहिँदैन थियो। त्यो मेलले अब नेक्स्ट स्टेप सुरु हुने क्लियर सङ्केत दिएको थियो। म सिलेक्ट भएँ भनेर म सबैभन्दा बेस्ट थिएँ भन्ने होइन, तर म ट्राई गरिरहेँ, म प्र्याक्टिस गरिरहेँ, म गिभ अप गरिनँ। त्यही कुरा सबैभन्दा ठुलो फ्याक्टर बन्यो। यदि तपाईँ 2026 मार्च ग्रेजुएट हुनुहुन्छ र अझसम्म अफर आएको छैन भने प्लिज प्यानिक नगर्नुहोस्। मैले पनि धेरै रिजेक्सन फेस गरेँ। लास्टमा एउटा यसले सबै चेन्ज गरिदियो। यो भिडियो आजको लागि यति नै। यदि तपाईँ इन्टरभ्यू प्र्याक्टिस कसरी गर्ने, जापानिज जिको सेउखाइ कसरी तयार गर्ने, जिको सेउखाइ भनेको सेल्फ इन्ट्रोडक्सन कसरी तयार गर्ने, इन्टरभ्यूमा के कुराहरूमा ध्यान दिनुपर्ने, यी कुराहरूको बारेमा डिटेलमा जान्न मन छ भने तल कमेन्ट गर्नुहोस्। धेरैजनाले चाहनुभयो भने नेक्स्ट भिडियो मैले इन्टरभ्यू प्र्याक्टिस कसरी गर्ने त्यो बारेमा बनाउने छु र प्लस मैले आफूले इन्टरभ्यू प्र्याक्टिस कसरी गरेँ भन्ने बारेमा बनाउने छु। भिडियो मन परेको भए लाइक गर्नुहोस्, गोर्खाल्यान्ड जापान सब्सक्राइब गर्नुहोस्। थ्याङ्क यू गाइज, सी यू इन माई नेक्स्ट भिडियो।